खै ल्याऊ त के त्यो के खायो तिमी मम्मीलाई खुट्टी ल्याऊ म जिउ सो गाइज गुड मर्निङ ह्याप्पी सन्डे आज चाहिँ सन्डे म चाहिँ आज हजुरहरूलाई के काम गर्छु के गर्छु भनेर सबै काम देखाउने छु अनि म चाहिँ उठेर चाहिँ एकदमै सुनसान लागेको थियो म चाहिँ बिहान ढिलै उठ्छु उठ्न त 8 बजे उठेको थिएँ बाहिर चाहिँ घाम आइसकेको थिएँ भित्र चाहिँ दरवाजा बन्द गरेर सुतेको थिएँ अनि उठ्दाखेरि नि साथीहरु यस्तै हुन्छ के मलाई चाहिँ कोहीसँग बोल्न मन पनि लाग्दैन हैन म आफ्नै पारामा हुन्छु फेरि कोहीसँग उ गर्न मन लाग्दैन त्यही हो साथीहरु अनि म चाहिँ उठेर कपाल बाने म चाहिँ राति खुल्लै गराएर सुत्छु बाल भन्छन् नि त राति कपाल बानेर बाटेर सुत्दैनन् भन्छन् अनि त्यही भएर म चाहिँ खुल्लै बनाएर सुत्छु अनि उठेर कपाल बाने अनि चाहिँ यहाँ मेरो छोरी पनि सुतिरहेथिन् उनलाई कम्बल ओढाइदिए अनि आज चाहिँ अलिकति बाहिर चिसो मौसम थियो के साथीहरु बाहिर उठेर गए नि म अलिकति जाडो जस्तो लाग्यो अनि भित्र आएर मैले बर्खी ल्याएर साथीहरु मेरो चाहिँ बिहान उठ्दाखेरि नाक जाम जस्तो भा हुन्छ अनि घाँटी त्यस्तै भा हुन्छ अनि मैले चाहिँ अलिकति सास ल्याउने प्रयास गर्छु बिहान चाहिँ अनि सास लिएर म फेरि आफ्नो कामतर्फ लाग्छु अनि म फेरि सधैँ अब गरिराखेपछि अलिकति ठीक भए जस्तो हुन्छ नत्र भने फेरि त्यस्तै जाम भइराख्छ के साथीहरु अनि मैले चाहिँ गरम पानी बनाएर पिन्छु बिहान रोज गरम पानी बनाएर पिए मैले फेरि अनि फेरि म आफ्नो कामतर्फ लाग्छु साथीहरु मेरो छोरी पनि उठिसकिन् कुरा गर्दा गर्दै यिनी चाहिँ बिहान उठेर यताउति घुमिरहि हुन्छन् अनि म फेरि उ गर्दाखेरि 8:30 भइसकेको थियो अनि मेरो छोरी पनि उठिसकिन् अनि अब यिनलाई फेरि तयार गर्नुपर्छ अनि यिनले फेरि उठ्ने बित्तिकै सधैँ हो फेरि हेलो गर्छिन् अनि पछाडी फेरि नमस्ते मम्मी हो अनि पछाडी फेरि मेरो खुट्टा जिउ गर पनि भन्छिन् अनि फेरि खुट्टा दिन्छन् फेरि के गर्ने साथीहरु ढोक्नै पर्यो अनि मैले फेरि ढोक्दिन्छु अनि फेरि यिनले भन्छन् मम्मी मलाई सुसु आयो त्यसपछि फेरि मैले यिनलाई सुसु गराउन लाग्दैछु साथीहरु अनि सुसु गराउँछु सुसु गराएर ल्याउने बित्तिकै यिनलाई चाहिँ मैले निप्पलमा पानी गरम गरेर राख्दै हुन्छु यिनी चाहिँ त्यही पानी पिन्छिन् बिहान तातो पानी पिदैछिन् यिनी पनि निप्पलमा अनि समीक्षाको पानी पिलाएर म चाहिँ लाग्न लागे आफ्नो कामतर्फ साथीहरु काम पनि गर्नै पर्यो यतातिर बच्चाको पनि देख्नै पर्यो खाना पनि बनाउनु पर्छ सफाई पनि गर्नुपर्छ हर काम गर्नुपर्छ यति हो साथीहरु रुम अलिकति सानो भएका कारणले सफाई गर्ने धेरै टाइम लाग्दैन अनि म फेरि सफाई गर्छु झाडु लगाउँछु अनि पोछा लगाउँछु अनि बाहिरतिर झाडु लगाउँदै छु बाहिर नि साथीहरु मेरो घरको सामने एउटा रुख छ के अनि जति झाडु लगाए पनि पत्ता खसेर कति धेरै भन्छ कहिले हावा लाग्नको दिन त झनै स्याउला खेर्ने जस्तो भा हुन्छ के साथीहरु गाई भैँसीलाई बिछाउने स्याउला खेर्ने जस्तै भा हुन्छ र यसपालि पनि हामीले अलि पहिले काट्दै छौं अनि भर्खर पलाउँदै छ कोही अलि 2-4 वटा हाँगा छन् अनि तीबाट पनि धेरै खस्या हुन्छन् आज चाहिँ धेरै हावा लागेको थिएन त्यही पनि यति धेरै पत्ता थियो कि एकतिर अनि मैले फेरि दिनका बिहान साँझ झाडु लगाउनु पर्छ यहाँनेर अनि बेडामा सफाई नगर्ने भने फेरि सबै रुमको भित्र गइहाल्छ मेरो अनि त्यही भएर झाडु लगाउनु पर्छ मलाई चाहिँ अनि म फेरि यहाँ झाडु लगाउँदै छु अनि हजुरहरु के गर्दै हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ अनि हजुरहरुले बिहान के काम गर्नुहुन्छ मेरो जस्तै त हो नि हैन हामी केटीहरुको हामी लेडीजहरुको काम चाहिँ यही हो पराए अनि मलाई साथीहरु भिडियो बनाउँदाखेरि कति गाह्रो हुन्छ के साथीहरु क्यामेरा नै यता उता कोही पनि हुँदैनन् भिडियो खिच्दिने मान्छे अनि एकदमै गाह्रोसँग बनाउँछु सो साथीहरु अब चाहिँ मेरो खाने टाइम भयो
मैले चाहिँ यो रातको चिकन ल्याएको छु अनि यो चाहिँ टमाटरको अचार चटनी भन्छन् यहाँ चाहिँ, म चाहिँ अचारै भन्छु। अनि यो चाहिँ मेरो आलु अनि करेलाको सब्जी बनाए। समीको खाना चाहिँ यहाँ छ। यिनले चाहिँ केही पनि खाँदैन नि, यति भात पनि मुस्किलसँग खाँदैन अहिले, मुस्किलसँग खिलाउनु पर्छ। कति धेरै भात खान्छु क्या साथीहरु म त, हेर्नुस् न। मिर्ची लाग्छ अहिले, मिर्ची यसलाई फेरि मैले जे खाएँ त्यही खानुपर्छ। अनि साथमा खिरा पनि छ, खिरा खाऊ 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 न। कोही चिज पनि खाने होइन साथीहरु, यिनले चाहिँ उही पनि राखिदिइहालिन्, ती चावल पनि खान्दिन अब यिनले चाहिँ। थोरै हो, पहिले चाहिँ खाए जस्तो गर्ने अनि फालिहाल्ने हो। अब म पनि खाना सुरु गर्छु है। मेरो छोरीले चाहिँ बिहानै नुहाई गरिसकिन्। मैले चाहिँ खाना खाने बित्तिकै यिनलाई नुहाइदिएँ अनि यिनले चाहिँ नरिवल ल्याएर मलाई खा मम्मी भन्दैछिन्। फेरि भइसके काम कुम गरेर अब चाहिँ नुहाई पनि गरेँ मैले चाहिँ। अब फेरि मैले थोड़ा सा कपडा छन्, अब तिनी कपडा धोएँ भने मैले चाहिँ मेसिन लगाइसकेँ अघि नै। अब तिनी पनि हुन लाग्या छन्। अब कपडा धोएँ भने म फेरि हुन्छु, हजुरहरूलाई फेरि भए पछाडि कुरा गर्नेछु। मैले चाहिँ मेसिन यहाँ अघि नै लगाइसकेँ। यहाँ टुटीमा पानी आइरहेछ। कपडा पनि अब धुलगे, मेरा धुलिगे कपडा पनि अब एक राउन्ड लागिसक्यो मेरो चाहिँ। अब यो चाहिँ मैले पहिलाचोटि निकाल्दैछु कपडा, अनि आज धेरै थिएनन् कपडा, 1-2 राउन्ड मात्रै लगाउनु पर्ने थियो। त्यही धोए पछाडि फेरि मैले यहाँबाट निकाल्दैछु। अनि पछि फेरि मसँग धेरै कपडा थिएनन्, म्याट धुँदै थिएँ कि साथीहरुमा चाहिँ समीक्षाका कपडा, अनि म्याटै हुन्छन् मसँग चाहिँ ज्यादा। अनि म्याट धोएँ, 2-4 वटा म्याट थिए, त्यही पनि राख्दै मैले चाहिँ। अनि मेरो चाहिँ धोया कपडाहरू निकालेँ, अब सुकेका कपडाहरू। अनि त्यही हो साथीहरु, मलाई चाहिँ एकदमै गाह्रो हुन्छ भिडियो बनाउँदाखेरि। अनि कहिले फोन यतै भान्छ, कहिले उतै भान्छ, अनि कहिले एकतिर खिचिरा हुन्छ, कहिले हिल्ल्या हुन्छ। अनि न बनाम भने भिडियो बनाउन मन लाग्छ, बनाम भने अब राम्रो हुँदैन, जस्तो भए पनि राम्रो मानेर हेर्दैन गाइज। अब चाहिँ मैले सबै काम गरेर सकेँ, हजुरहरूले देखिसक्नुभयो। मैले बिहानदेखि अहिले चाहिँ बज्यो 3 बजेतिर म चाहिँ फ्री भएँ। आज सन्डेको दिन मैले के काम गरेँ, कस्तो काम गरेँ भनेर हजुरले हेर्नु भइसक्यो पहिला चाहिँ। अनि म चाहिँ 3 बजेतिर फ्री भएँ। अब फ्री भएँ, अब चाहिँ रेस्ट गर्नुपर्छ। मेरो छोरी चाहिँ सुतिसकेन, अब म पनि एकछिन थोरै रेस्ट गर्छु। अनि फेरि साँझको खाना बनाउने टाइम भइहाल्छ। अनि मैले चाहिँ खाना बनाएको नि त्यो चाहिँ देखाएन, त्यो चाहिन्छ भने भन्नुहोला मलाई, म चाहिँ तपाईहरुलाई राखिदिनेछु। अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ जस्ताको तस्तै सल्लाह सुझाव दिनु होला। अनि मेरो भिडियो मन परे लाइक, कमेन्ट, शेयर, सब्सक्राइब सबैजनाले गरिदिनु होला। ओके बाई, मिल्ते नेक्स्ट भिडियोमा, बाइ बाइ।